हेलो साथीहरु हाम्रो यहाँ चाहिँ एकदम ठुलो पहिरो आएछ है यो चाहिँ अब कहाँ भन्यो भने अब मनाङ जिल्ला निसाङ गाउँपालिका वडा नम्बर 1 पिसाङ गाउँमा अन्नपूर्ण 2 बाट चाहिँ हैन यो बेसो ठुलो आयो त आइरेछ अहिले एकदम ठुलो यो चाहिँ ओ यो छुरायो यहाँ 12 महिना 22 गतिको दिनमा छुरायो भने मिले रहेको बिहान 6 बजे है अनि थाहै थिएन म त सुतिरहेको थिएँ नि त अनि साथीभाइहरूले यस्तो भिडियो खिचेर राखेको रहेछ अनि मलाई सेयर गरिदिनु भनेको गरिदिनु भयो उहाँहरूले हैन धेरै खुसी लाग्यो अब त्यही हो अब हिउँदो महिनाभरि हिउँै परेकै छैन है त्यही पनि फेरि यत्रो ठुलो पहिरो आइरहेछ नि त सपोज हिउँदो महिनामा हिउँ टन्नै पर्दैन यत्रो पहिरो घरहरू भत्किन्थ्यो होला सायद मान्छेहरू नि अब हुन्थ्यो होला है अहिले फेरि यो टाइममा यो पहिरो आउने टाइममा त्यो माथितिर अब मान्छेहरू अब जाने अब जङ्गलतिर जाने टाइममा परेको सबैजना बिहानको 6 बजेको टाइममा भएर सबैजना घरतिरै सेफमै छ राम्रै छ खुसी लाग्यो तर पहिरो चाहिँ यस्तो छ फेरि के दामी छ पहिरो चाहिँ अब खास त अब पहिलातिर आइरहन्थ्यो नआउनु त पहिरोहरू नआउने त होइन आइरहन्थ्यो तर त्यहीँ आउने त्यहीँ हराउने त्यो जुन माथि टुप्पो हिमाल देखिरहनु पर्छ नि तपाईँहरूले माथि अन्नपूर्ण 2 त्यहीँबाटै झरेको धेरै टाढा छ अनि अति ठुलो आएर चाहिँ यहाँ गाउँमै आइसक्यो गाउँमै छाउनु लागिसक्यो ल हेर्नुहोस् त यसरी अनि त्यो भित्र पऱ्यो भने त अनि मान्छेलाई त गाह्रो हुने भयो नि त होइन सासहरू थुनिने हावाले उडाउने धेरै रिस्क हुन्छ नि यो त हिउँको पहिरो ओहो प्लिज हैन भिडियो पनि हेर्दिनु होला भिडियोलाई मजाले हेरेर अनि सब्स्क्राइब पनि गरिदिनु होला मिल्छ भने भन्दै ओके बाई बाई टेक केयर है सबैजना खुसी हुनु जहाँ भयो नि हैन ल बाई बाई